चाहिँ एउटा भिखारी खालको फोटो खिचेर पठाउनु त। फोटो भए पनि भिडियो भए पनि कस्तो उयोबाट पठाइदिनु न, भिखारी भिखारी टाइपको। तपाईँको फोटो भिडियोहरू मसँग भएको त मभन्दा राम्रो स्ट्यान्डर्ड भएको मात्रै चाहिँ एउटा भिखारी खालको फोटो खिचेर पठाउनु त। मैले बुझिसक्यो तिमीले भिडियो एउटा ट्रेन्डिङ त होइन, त्यस्तो होइन। एउटा भिडियो एउटा गीतको भिडियो ट्रेन्डिङमा छैन त, बुढी हेर स्ट्यान्डर्ड कस्तो छ, बुढा हेर भिखारी जस्तो छ भन्नेमा बनाऊँ भनेको। तपाईँको फोटो त मेरो भन्दा राम्रो मात्रै रहेछ क्या मसँग त भिडियोहरू पनि। अनि त्यही भएर अलिक भिखारी भिखारी खालको फोटो खिचेर पठाइदिनु त मलाई। ल यस्तो कट्टु लाउँछु अनि अलिक भिखारी भिखारी टाइपको माग्ने टाइपको फोटो भए पनि उयो के भन्छ हुन्छ, फोटो भए पनि भिडियो पठाइदिनु त। त्यो ट्रेन्डिङमा गीत चलिरहेछ कि त्यसमा म पनि बनाउनु पर्यो। बुढी हेर स्ट्यान्डर्ड कस्तो छ, बुढा हेर भिखारी जस्तो छ। के गरे एउटा बेडसिट पुरानो च्यात्छु अनि पोकापोकी पार्छु अनि तिम्रो हिँड्छु होइन। अनि नि यसो कालो पनि बनाउँला। अनि अझ एउटा यसो ठ्याटे चप्पल किन्नु होला, एउटा चाहिँ चुडेर हातमा बोकिराखेको। ए चुट्टेर चप्पल चुट्टेको हातमा बोकिराखेको खाले पनि पठाइदिने। आयो मरे म त। इच्छा त पुरा गर्नु पर्यो। इच्छा पुरा गर्नुपर्छ नि, हरेक इच्छा पुरा गरिदिनु पर्यो। अझै नेपालमै भएको भए चाहिँ ठ्याक्कै रोडतिर हिँडेर खिच्नु पनि पाइन्थ्यो भनेर। त्यही टाढो हुनुहुन्छ र त म आगेको।